मोमो बनाउने सामान किन्न आएको, म त मोमै खाएर फर्किन आँटे। कति चाहिँ बाहिरको खानु भनेर आज म मोमो बनाउने सामान किन्नलाई पोखराको राम बजारमा रहेको अर्बन मार्ट पुगे। अनि त्यहाँ भित्र पसेको बित्तिकै त हरहरी मोमोको बास्ना आउन थाल्यो, त्यही छेउमा रहेको अर्बन टिबेट किचनबाट। मैले त अनि मोमो अर्डर गरेर झ्यापझुप खाइहालेँ। मेन्यु हेरेको कस्तो रिजनेबल लाग्यो। त्यसपछि त मैले बफ किमा नुडल्स, लाफिङ, चिल्ली मोमो भरको सबै अर्डर गरेर धुमधामसँग खाइदिएँ। टन्न खाने कुरा ड्रिङ्क सब खाइसकेर त्यसपछि बल्ल चाहिँ म मार्ट पसेँ। यहाँ त ग्रोसरीको आइटमदेखि लिएर लुगासम्म पाउने रहेछ हौ। मैले त अनि मस्त सपिङ हाने यता। यो ठाउँ विदेशबाट फर्किनु भएको पोखरेली दाजुभाइहरूले मिलेर खोल्नु भएको रहेछ, आफ्नै देशमा जब्स क्रिएट गर्नलाई। तपाईले यता रेस्टुरेन्टमा टक्क एसीमा बसेर खान मिल्यो, अथवा पोखरा फुड डेलिभरी एपबाट अर्डर नि गर्न मिल्यो। फेरि मार्टको लागि पनि डेलिभरी सर्भिस रहेछ। पोखरामा सामान कहाँ किन्ने अनि कहाँ खाने भनेर सोच्दै हुनुहुन्छ भए सिधै अर्बन मार्ट जानुस्। पार्किङ नि ठुलो छ। अनि फलो फर मोर खानेकुरा।